हेलो वेलकम छ पुष्पा राउतको ब्लगमा। सबैजना सन्चै हुनुहुन्छ होला र म पनि सन्चै छु। आज चाहिँ धेरै पछि मेरो एउटा सानो ब्लग लिएर आउँदैछु। कति टाढो आयो म चाहिँ के गर्न लाग्छु लास्टमा देखाउँछु। अहिले किमा बन्दैछ, तल मासु छ, यहाँ तल मासु बन्दा यो प्याज काट्दैछु, टमाटर चाहिँ काट्दैछु यसरी। फाइनल्ली आँटा मुछेँ मैले। अब यहाँ अचार बनाउँदै। आज चाहिँ मौसमले च्यालेन्ज दिइरहेको छ होइन, हामी चाहिँ तातो तातो मोमो बनाएर खाने भनेर। आज चाहिँ अब स्टार्ट गर्दैछौँ। मोमो बेल्छौँ होइन, पिठो बेल्छौँ। कोही हेर्दै जानु होला। म चाहिँ अब रोटी बेल्न लगाएको हो मोमोको लागि। यस्तो गरेर यसलाई यसरी घुमाउने भएन। फाइनल्ली मोमो मोमो ठिक छ, बाक्लो खान त अलि। फाइनल्ली मोमो बनाएर आयो। मोमो यो चाहिँ सुप, यो चाहिँ फेरि बन्दैछ। फाइनल्ली हाम्रो मोमो पाकिसक्यो। यो चाहिँ सुप हो अनि त्यहाँबाट यो अब हामी चाख्छौँ। फाइनल्ली मैले मोमो खाइसकेँ। फाइनल्ली म चाहिँ घर आइपुगेँ। धन्यवाद पूर्णलाई भिडियो हेरिदिनु भयो। के कस्तो लाग्यो होला भन्नु होला। बाई बाई, फेरि भेटौँला।